धन्यवाद अब हेर यहाँ पढ्नुमाको साथीहरूले यहाँ फुल दिँदैछ मलाई लौरेले मजाले बोक्दैन दुईपट्टि झोल अप्ठ्यारो भएन ल है लाग्यो अब भद्रपुर टु काठमाडौँ आफ्टर वेटिङ फर लाइक हामी चाहिँ झन्डै 3-4 घन्टा पर्खेर बल्ल बल्ल आयो यति एयरलाइन्स ठुलो फ्लाइट आएछ फोटो खिचेको छैन फाइनल्ली ल्यान्ड भएर हामी चाहिँ यहाँ जाँदैछौँ हामी चाहिँ फाइनल्ली काठमाडौँ आइपुग्यो सामानहरू हाम्रो कम्ता धेरै छैन के कुकुर कस्तो वेटको हिसाबले भन्नाले वेट जोकेर क्या कति पऱ्यो रे कसरी केजी हाई गाइज गुड मर्निङ इट्स अ न्यू डे सो अहिले चाहिँ हामी पशुपति गएको पूजा गर्नलाई बिकज एभ्रिथिङ ह्यापन बिकज अफ गड अन्त थ्याङ्क यू गर्नु जानु पऱ्यो नि है सो हामी चाहिँ होटलबाट निस्केको यहाँ चाहिँ फ्याम ब्यामहरू छ सो विल सी यु अन द वे हामी चाहिँ पुग्यौँ पशुपति ल अब हामी चाहिँ सामानहरू हल्का किनेर जाँदैछौँ अङ्कल र पनाङ हिँड्दैछ यहाँ मम्मी घाम चाहिँ मजाले लागेको छ अब हामी चाहिँ कति बज्यो ढिलो आइपुग्यौँ कति बजी आइपुग्यौँ मम्मी हामी 11 बजे किन 11 बजी आएको होइन बिहान भिड हुन्छ नि त अब हामी उयो मुक्त चोकै छ भिड नहोस् भनेर ढिलो आएको उनीहरूलाई चाहिँ दिनुपर्छ आरामले गर्नु पाउँछ भनेर आरामले पूजा गर्नु पाउँछ भने हामी चाहिँ बिस्तारै आएको यहाँ मम्मीहरू छ कहाँ छ कहाँ यहाँ मम्मीले आशीर्वाद लिँदै हुनुहुन्छ धन्यवाद धन्यवाद आशीर्वाद दिनुभयो हामीलाई मम्मीले आशीर्वाद दिँदै हुन्छ सबैबाट धन्यवाद सबैजना यहाँ पूजा गरेर फर्किँदै हुन्छ हामी चाहिँ बिस्तारै आरामले पूजा गर्नु पाउँछ नि त बिहानै गयो भने चाहिँ साह्रै हतार हुन्छ अस्तिको पालि पनि हामीलाई ठेलेर है जोड लगाएर ठेलेर हामी चाहिँ ठिक्क टाइममा आइपुगेछ सबैजना फर्किँदै हुनुहुन्छ हामी चाहिँ अन्त बल्ल आइपुग्यो हिँड्दैछौँ अझै पुगेको पनि छैनौँ कस्तो राम्रो चरा अब चाहिँ हामी पशुपतिको दर्शन सकेर निस्किँदैछौँ अब कता कता जान्छौँ देखाउँछौँ यहाँ सबैजना गफ गर्दै हुनुहुन्छ इन्डियाको गेस्टहरूसँग हेलो बोलिदर हामीले ग्रुप फोटो खिच्यौँ उहाँहरू चाहिँ पशुपति घुम्न आउनु भएको सबैजना अब पशुपतिबाट फर्किँदैछौँ अब चाहिँ हामी पशुपतिबाट पूजा सकेर खाना खान जाँदैछौँ भोजन गृह भन्ने भोजन गृह चाहिँ मैले एकदम सुनेको टिकटकहरूमा अन्त अब त्यहाँ खाने यहाँ इन्डियन गेस्टहरू हुनुहुँदो रहेछ पशुपति घुम्न आउनु भएको सो यहाँ सियु अब डाइरेक्ट त्यहीँ गर्छु किनकि बाटोमा फिल्म गर्नु मलाई कस्तो हरेस लाग्छ क्या गाडी कस्तो दङदङ्गी लाउँछ नि त हामी चाहिँ पशुपति सकेर खाना खान आएको अमिलो नुनिलो थिएन मार्छु हामी त कुकहरूलाई भन्नुपर्छ नि ट्राई गर्दैछु नभन्नु
बसेको खानेवाला छौ मिठो हुन्छ मिठो हुन्छ नि मेरो त मुखै रस आयो हामी चाहिँ याङ्री भन्नेमा आएको छौँ छिर्ने हाम्रो होटेलदेखि नजिक रहेछ नयाँ खोलेको भिड छ मम्मी स्पोन्सर दाई कोनाङ अङ्कल हाम्रो दिदी सबैजना यहाँ रेडी टु इट हामीले त अलिक मेकअप सेकअप गरेको छौँ इन हुनु दिँदैन कि ल त अब के गर्छौँ खान्छौँ हेर्छौँ है के निकालेको मान्छेहरूलाई चाहिँ यसो चल बल दिउँ न होइन मान्छेले पनि थाहा पाओस् ल आन्टीलाई बनाएको लगाऊ हिरोलाई ल ठिक्क उस्तो अस्ति लामाले रातो भनेको थियो ठिक्क भएछ आन्टी ओरेन्ज लाउने कि पहिला अनि जुनै भए पनि हुन्छ मेरो छोराले लगाइदिएको मलाई जुनै ठिक मेरो जेठा छोरा हो शुभ यात्रा राम्रोसँग पुग्नु होला राम्ररी बस्नु खुसी हुनु मेरो प्यारी बहिनी प्यारी बहिनीको फेरि क्यामेरा त सेफ ट्राभल्स ह्याप्पी जर्नी दाजुलाई नभुल्नु फ्युचर इन्डिभर्स ल योभन्दा राम्रो त योभन्दा राम्रो त तिमीहरू आउँदौ न क्यामेरामा यस्तै हो आउने नै 60% फाइदा हुन्छ नि खानेकुराहरू आयो जति पनि पकाएको आइटम छ नि 60% नै गफसफ हुँदैछ ल फर्स्ट बाइट ट्राई गरिदिनुहोस् 1 केजी मोमोले 1 केजी किमामा तिमीले 1 केजी प्याज हाई गाइस सो हामी चाहिँ आज दिनभरि घुमेर होटल आयो अन्त खासै आज भ्लग गरिनँ किनकि आई जस्ट इन्जोय टाइम विथ माई फ्यामिली एन्ड फ्रेन्ड अन्त ह्याड सम डिनर अन्त अहिले चाहिँ बेडमा पस्यो हामी सुत्छु एकदम थाकेको छ अनि इफ आई भ्लग टुमोरो देन सी यू टुमोरो बाई Hi guys, good morning. So it's day 2 in Kathmandu and also the last day in Kathmandu. अन्त अहिले चाहिँ हामीले सबै प्याकिङहरू गर्दैछौँ lots and lots of packing. Mommy very stressed out. अन्त so अब चाहिँ हामीले प्याकिङहरू गर्ने अन्त we will ship our few stuffs कार्गोमा कार्गो गर्छौँ किनकि हामी चाहिँ कति धेरै सामान भयो क्या अन्त कार्गो गर्छु कफीको डस्ट अनि फ्यु सामानहरू कार्गो गरेपछि वी विल गो आउट हामी चाहिँ पशुपति गएको थियो अङ्कल पनि हुनुहुन्छ यहाँ अङ्कल कस्तो भइरहेछ तपाईँलाई प्याकिङ गर्दा प्याकिङ गरेर साह्रै मजा आयो एकदम राम्रो छ सामान मिलाएको छौ है साह्रै मजा आइरहेको छ हाम्रो प्याकिङको हेड चाहिँ अङ्कल हो अङ्कलले प्याकिङ गरिदिनु भएको हाम्रो सामानहरू अन्त हिजो चाहिँ हामी पशुपति गएको थियो पशुपति गएर पूजासुजा गऱ्यो वी थ्याङ्क गड अन्त अब आज बौद्ध जान्छौँ किनकि अब इनर पिस इज मस्ट होइन सो बौद्धमा गएपछि चाहिँ साह्रै पिसफुल हुन्छ अन्त या द्याट्स हाउ वी विल स्पेन्ड आवर डे सो म देखाउँछु अरू देखाउँदैन आएर किनकि काठमाडौँमा भ्लग गर्नु कस्तो हेक्टिक हुन्छ क्या म कस्तो बिर्सिजान्छु क्या भ्लग गर्नु त्यही पनि अब ट्राई बाई हेलो हामी चाहिँ रेडी भएर अब निस्किनु आँटेको कस्तो लाग्छ क्या भ्लग गर्नु अब म प्राचीको ओटिटी देखाउँछु ल ओटिटी प्राचीको माइट्रन है ओटिटी पढ्नुमा आएको कति सानो पुन्टु देखियो तिमीलाई त क्युटसी ल सो अब चाहिँ हामी कहाँ जान आँटेको हामी जिबी जान्छु अन्त नेल्सहरू बनाउनु जाने भनेको अब लेट्स सी आज पनि हेभी भोक पनि लागिरहेछ म त आज बाहिर खाने भनेर केही खाएको पनि छैन बिहान कफी मात्र खाएँ त्यो नयाँ बानेश्वर एरियामा त के पाउँछ अरे लोकल शानदार मोमो खानु पर्छ शानदार मोमो तो हामी चाहिँ जिबी स्क्वायर आएको छौँ अब यहाँ के सामान किन्छौँ हेरौँ सेल लागेको रहेछ लेट्स सी हामी चाहिँ यहाँ प्राचीको सपिङ गर्दैछौँ हेर्दैछौँ Hi
guys, so म चाहिँ नेल्स बनाउँदै थिएँ अन्त इन बिट्विन मेरो जिना एल्केमीबाट सामान आयो म चाहिँ बनाउँदैछु स्टिल बिट्विन छु सो आई विल सो हामी कस्तो खाले डिजाइन बनाउँछु हामी चाहिँ नेल्स बनाइसकेर खाजा खानाको प्राची देखाइदियो तिम्रो प्राचीको चाहिँ चेरी वाइन के भन्छ त्यो नेल्स मेरो चाहिँ क्याट आई के अरे फर्स्ट टाइम मैले यस्तो कलर ट्राई गरेको प्राचीले पनि डार्क कलर फर्स्ट टाइम ट्राई गर्दैछ दुइटाको फर्स्ट एक्सपिरियन्स हामी खाजा खान्छु त्यसपछि परेला लाउन जान्छु परेला टास्नु होइन प्राची खाइदियो मेरो चाहिँ पफ उसको चाहिँ भेज हाम्रो शानदार मोमोमा पुरानो यादहरू हामी ताजा गरेर पेप्सी खाँदैछौँ प्राचीको मिरिन्डा चियर्स खाजा खान्छौँ अनि परेला टास्नु जान्छौँ अहिले चाहिँ अलिकति अजिना ज्यादा हाल्नु थालेछ क्या हल्का अजिनाको टेस्ट छ नि अजिनाको टेस्ट छ नि तर केही छैन मिठै छ आँखा पोल्यो हाई गाइस सो हामीले चाहिँ नेल्सहरू ल्यासेसहरू सबै बनाएर सक्यो अन्त अहिले चाहिँ वी आर वेटिङ आवर पठाउ प्राचीले पनि उसको पठाउ पर्खिरहेको छ हामी चाहिँ नेल्स बनायो क्युटी भएर म चाहिँ डिनर गर्नु जाँदा बाहिर अन्त सो यहाँ भरे कहाँ डिनर जान्छौँ कल गर्छौँ हाई गाइस सो म चाहिँ कहाँ डिनर गर्न आएको भने फेरि हिजोकै ठाउँमा हिजोकै याङलीमा आएको किनकि हिजो हामीलाई फुड राम्रो लागेको थियो नि त अब चाहिँ म मम्मीहरू कहाँ चाहिँ खोज्छु अन्त देखाउँछु यहाँ हुनुहुन्छ सर म्यामहरू चाहिँ डन एन्ड डस्टेड भएर हामी चाहिँ निस्केको खाइसकेर अब चाहिँ हामी निस्केको सेकुवाको मुनि आउरहेको के खिच्दा सेकुवाको मुनि त हामी चाहिँ सेकुवा खाएर कोको बोतल पनि भत्ता फुटाएर निस्किँदैछु Hey guys, good morning. It's a new day and today is finally the D-Day. आज चाहिँ हामी जाँदैछौँ I haven't told हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई yet, so you guys will see यो भिडियो आएपछि I don't know. So the funny thing मैले चाहिँ किन आज बिहान पनि भ्लग स्टार्ट गरेको भने the funny thing के हो भने चाहिँ मैले ल्यासेस I don't know if you can say मैले ल्यासेस लगाएको छु क्या अन्त यो ल्यासेस लगाएपछि चाहिँ 24 आवर्ससम्म चाहिँ मुख धुनु नमिल्ने रहेछ होइन अन्त I have also done my nails अन्त चाहिँ मुख धुनु नमिल्ने रहेछ सो म मुख नधुइकन I am moving to a different country so yeah let's see the process कस्तो हुँदैछ अहिले चाहिँ हाम्रो होटलमा सबै प्याकिङहरू गर्दैछौँ यहाँ रेडी हुनेछौँ द्याट वान प्याक सो होटल चाहिँ एकदम मैला भयो या सरी फर द्याट या सी अन द वे हामी चाहिँ अब हाई भन्नु न हेलो हाई अब रेडी भएर निस्केको अङ्कलको पासपोर्ट छ तर भिसा छैन होइन अब अलिक सानो भएको भए त अङ्कललाई त अब लगेजमा हालेर लाँदा हुन्थ्यो नेपाल बस्ने पासपोर्ट त्यो पनि वाला पासपोर्ट हो यो के रे रातो पासपोर्ट रातो हैन इबी ए ई पासपोर्ट ई पासपोर्ट हो नेपाल बस्ने पासपोर्ट अङ्कलको हैन पासपोर्ट ल त अब सबैजना तयार भयौँ अब जान्छौँ मैले दिन तसेको हो अब हामी सबै प्याक सेट गरेर अल सेट टु गो निस्केको अब एयरपोर्ट गएर भेट्छौँ ल हाम्रो चाहिँ वेट चाहिँ नापेर पनि भइसक्यो प्राची पनि हामीलाई सी अफ गर्न आएको छ ए भेट यहाँ होला ल बाई बाई यहाँ अङ्कल पनि हुनुहुन्छ म चाहिँ रुझ्यो यहाँ मम्मी रुँदैछ देश सम्झिँदै सबैजना विदेश हिँड्नेहरू छ यहाँ हालिदेऊ न सबैजना अब
ल भरे भित्र गएर देखाउँछु अरू हामी चाहिँ यहाँ सबैजना बोर्डिङ भएर बसिरहेको छ अन्त यहाँ सबैजना बोर्डिङ भएर बसिरहेको छौँ सामान धेरै भएर हल्का ल्याङल्याङ पनि भयो तर केही छैन फ्लाइ एमिरेट्सको कता एयरवेजको मान्छेहरू राम्रो हुँदो रहेछ मिलाइदिनु भयो अब लेट्स सी के हुन्छ हाउ टु प्ले दिस सो हामी चाहिँ टेकअपको लागि रेडी भएको कुन मुभी हेर्ने भने पनि रेडी बसिरहेछ यहाँ देखाउँदैछ सब कुछ ल अब हामी इन बिट्विन देखाउँछौँ कि त अब डाइरेक्ट उता गएर देखाउँछौँ सो टायर्ड छ क्या वी आर सो टायर्ड होइन लेट्स सी अब चाहिँ हामी लन्च गर्नु आँटेको मम्मीले फिस बिरयानी गर्यो मम्मीले भेजिटेबल करी गर्यो मैले पनि फिस बिरयानी अनि उहाँले चाहिँ चिकन एक्साइटेड सबैजना देख्ने गरी चाहिँ हुँदैन क्या यो Coffee, which coffee? Like, do you have milk coffee or black coffee? तपाईँको न black. Milk. तपाईँको 3 milk coffee. यस्तो भन्छ ल बिचराले यो केटीहरू त भन्दैन यति राम्रो अब हामी चाहिँ लन्चहरू गरिसक्यो अन्त अब हाम्रो कफी खाएको उसले जे दिन्छ हामीले ओके भन्दै खाएको खाइन्छ जो हाम्रो टिकटको प्राइसको फुल पैसा वसुल भइरहेछ बाबाले कति दुःख गरेर कमाएको पैसा लिएर खानु होइन सो हामीले चाहिँ नयाँ कुरा पायो फ्लाइटमा हामीलाई चाहिँ मिल्क कफी भनेको थियो उसले अन्त हाम्रो ब्ल्याक दिएको थियो नि त सो मिल्क चाहिँ यस्तो हुँदो रहेछ बहिनीले के भन्नुहुन्छ युट्युबर मान्छे हो भन्दै चाहिँ यहाँ बिगिनर युट्युबर यहाँ ए यस्तो हुँदो रहेछ नि त पातलो खानेर त पातलो हुँदो रहेछ यो चाहिँ मिल्क हुँदो रहेछ म त्यस्तै ब्लगहरू बनाउँछु उसले चाहिँ खाएकोहरू बनाउँछ तिमीलाई बोरिङ त भएको छैन नि लिम्बुनीहरूसँग हजुर लिम्बुनीहरूसँग बोरिङ त भएको छैन नि हो दिदी के अरे दिदी युट्युबर हो नि 100 कि 150 छ सब्सक्राइब 300 छ हौ 300 मेरो त धेरै छ नि फेरि 1000 हो 1100 हुनु आँट्यो होला अहिले नै फोटो खिचिहाल्नु पर्छ होला मम्मीले टप्नु हारेछ हैछ है ल है आइपुग्यो बल्ल कतार स्पिडी कुद्छ नि हामी कतार एयरवेज हमाद एयरपोर्ट आइपुग्यो बल्ल बल्ल उफ कस्तो थाक्यो 5 घन्टा बस्दा भान्जी बहिनी भान्जा तिमीहरू योभन्दा राम्रै आउँदैन फोटोमा यति नै हो बिचाराहरू हेर न हिँड्दैछ ल योभन्दा राम्रो आउँदैन ल ल बाई ओके ल पाउन्ड कमाउने ल हामी चाहिँ यहाँ खै चाहिँ यहाँ है के बिर्सिँदै छोड्दै हामी चाहिँ यहाँ ड्युटी फ्रीमा आइपुग्यौँ यो चाहिँ अर्मेस पनि रहेछ अब
कतार ड्युटी फ्री होइन डोल्चे गाबन्ना गुची उधारो दिन्छ भने किनिराख अब यो चाहिँ हामी किन हेरेर उधारो जाने दिन्छ भने भने किनिराख किन हेरेर जाने भने प्रमिस टु माइसेल्फ कि होइन हामी यहाँ किन्न सक्ने हौँ होइन त्यस्तो भएर ल है हाम्रो सपना ल सो वी विल सी यु अन द वे अब चाहिँ हामी बोर्डिङहरू भइसक्यो अन्त भित्र लाइनमा लाग्दैछ बाई बाई कतार सी यु सुन हेलो सो हामी फाइनली ल्यान्ड भयो अहिले चाहिँ हामी निस्किनको लागि वेट गर्दैछौँ टोका खोल्नलाई सी यु अन द वे हामी चाहिँ फाइनली हिथ्रो एयरपोर्ट आइपुग्यो ल ब्यागेजहरू पनि पिकअप भइसक्यो अब घर जान्छु हामी चाहिँ घर पुग्यौँ यहाँ सबैजना यहाँ थवा हाई भन्दै नि थवा मान्छे धेरै भयो यहाँ लस्कर है ल पनाङलाई वेलकम छ पनाङलाई वेलकम छ युकेमा बेगमा राखिदिन्छ त त्यो दबाई हालिन्छ हतारमा कहाँ पस्यो नि दुई दिन हिँड्दा युमा प्लेट Bye. Hi guys, so we're finally here and I don't know if you guys have already known by now. If I don't know if तपाईहरुलाई चाहिँ अहिलेसम्म थाहा भयो कि थाहा भएन, but I'm here at UK. म चाहिँ UK आएको. Not me, my whole family shifted to UK. This is the view from my room. नेपालमा हुँदा चाहिँ अब यस्तो बाटोहरू देख्ने बानी भएको गाडीहरू देख्ने बानी भएको नि त होइन अन्त घरहरू पनि हुन्छ तर लाइक कस्तो क्राउडेड देख्ने बानी भएको अन्त यहाँ त सुनसान घर I don't know, it's just about 8 AM in the morning and maybe उठ्ने टाइम भएको छैन होला and it's very cold पनि त so yeah but तर इन्फ्रास्ट्रक्चर के भन्छ आर्किटेक्टहरू चाहिँ अब हामीले त पहिला फेरी टेलरमा पढेकोहरू जस्तो क्या so yeah starting my new life here अब I will film more in coming days. Bye, thank you for watching.